आचाउने काम नगर्नु होला। तपाईहरु आफ्नो अडानलाई अडिक राखेर काम गर्नु होला। अब तपाईहरुको भ्रष्टाचारी गर्ने दिनहरू गइसके र अहिले भएका यी सामन्ती मन्त्रीहरू सबैजना चाहिँ देख्नु नपरोस्। मूर्ति टाउको छोएर कसम खान्छु पनि भनेर कसम खाएका छन् संसदहरूले चाहिँ भ्रष्टाचारीलाई डाँडो कटाउँ अभियान सुरु गरिनेछ। मैले हेर्नु नपरोस् यी भ्रष्टहरूको अनुहार। नमस्कार सम्पूर्ण मित्रहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। म उद्धव बस्नेत। साथीहरू, म यस्तै कुराहरूमा चाहिँ भिडियो बनाइरहेको छु। पछिल्लो समयमा तपाईहरूको माया ममता नि पाइरहेको छु र तपाईहरूको सल्लाह सुझाव प्रतिक्रियाले नै अगाडि बढ्नेछु र आशा छ तपाईहरूले जस्तो लाग्छ त्यस्तै जस्ताको तस्तै सल्लाह सुझाव प्रतिक्रिया व्यक्त गर्नुहोला र भिडियोलाई लाइक कमेन्ट गर्नुहोला, च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला, यो पनि भन्न चाहन्छु। र अहिले पछिल्लो समयमा बजेट भाषण भइसकेको छ, बजेट निकासा भइसकेको छ, 82 र 83 को बजेट घोषणा पनि भइसकेको छ। तर पनि बजेटको लागि अहिले संसद चाहिँ विभाजित भइरहेका छन्। संसदमा निकै तरङ्गित छ र संसदमा पनि संसदहरू झगडा गरिरहेको अवस्था छ भने नेपाली जनतामा पनि यसको निकै चाहिँ चासोको साथमा नेपाली जनताले हेरिरहेका छन्, हामीले हेरिरहेका छौँ। हाम्रो ठाउँमा कति बजेट चाहिँ विभाजन भयो, कति बजेट पायो हाम्रो क्षेत्रले, हाम्रा क्षेत्रका संसदहरूले कति बजेट ल्याउन सफल भए र हामीलाई चाहिँ राज्यले हाम्रो क्षेत्र विकासको निम्ति चाहिँ कति बजेट हालो भन्नेमा हाम्रो ध्यान केन्द्रित छ यतिखेरको अवस्थामा। भने अहिले चाहिँ सत्ताधार पक्षमा पनि खलबल मचिरहेको छ। यसले शक्तिशाली भएका संसदहरू, प्रधानमन्त्रीहरू, मन्त्रीहरू र आफ्ना आसेपासेहरू र आफ्ना नजिकका संसदहरूको गृह जिल्ला र उनीहरूको क्षेत्रमा चाहिँ अर्थमन्त्रीले राम्रो बजेट हालिदिने होइन, अर्थ गृह लगायत प्रधानमन्त्रीको मिल्ने महत्त्वमा सबै निकाय एकजुट भएर चाहिँ अर्थले त्यता विभाजन गरिदिने, बजेट हम्मै फालिदिने होइन, हुने ठाउँमा हम्मै नहुने ठाउँमा चाहिँ ठ्याप्पै भने जस्तो अहिलेको बजेट हामीले प्राप्त गरिरहेका छौँ। र धेरै ठाउँका संसदहरू, ठाउँका चाहिँ नागरिक, युवाहरू र जनताहरू चाहिँ अहिले यो बजेटलाई लिएर तर्क वितर्कहरू पनि गरिरहेका छन्। हो, यही कुरालाई लिएर चाहिँ सत्ताधारी दलमा पनि द्विधार देखिएको छ र सत्ताधारी दलको चाहिँ विपक्ष र अर्को दल हो नेपाली कङ्ग्रेस, शक्तिशाली दल र नेपाली कङ्ग्रेसकै शक्तिशाली संसदहरूले चाहिँ हिजो टेबल हानेका छन्। पशुपति र बुद्ध गौतमको मूर्ति टाउको छोएर कसम खान्छु पनि भनेर कसम खाएका छन् संसदहरूले। यो बाध्यता अहिलेको सरकारले गरेको हो छ र तितो हो, तर यथार्थ तितै हुन्छ, सत्यता तितै हुन्छ। र यो विषयमा बोल्दै जाँदाखेरि हिजो मेरो छिमेकी जिल्ला भन्छु, म सोलुखुम्बुको नागरिक हुँ, म सोलुखुम्बुको जनता हुँ र सोलुखुम्बुको नजिकमा हाम्रो सिमाना पनि छ। लिखुपिके गाउँपालिका सोलुखुम्बु र उमाकुण्ड गाउँपालिका रामेछाप, त्यहाँ रामेछापसँग जोडिएको सिमानाका छ। त्यसले गर्दाखेरि म रामेछाप र को सिमानाको व्यक्ति पनि हुँ। त्यसले गर्दाखेरि रामेछापकै संसदले बोल्नुभयो हिजो, कान्छाराम तामाङज्यूले बोल्नुभयो। ठुल्ठुला मन्त्री भएको ठाउँमा, ठुल्ठुला नेताहरू भएको ठाउँमा, नेती मन्त्रीहरूको आसेपासे भएको ठाउँमा चाहिँ अर्थ मन्त्रालयले राम्रो खालको बजेट पठायो, आफ्नै गृह जिल्लामा बजेटको चाङ लायो, ओहिरो पठायो, ओलीकै झापामा पठायो होइन, अर्थमन्त्रीकै एरिया रूपन्देहीमा बजेटको ओहिरो झार्यो। यही काठमाडौँ क्षेत्र नम्बर 1 मा गणेशमान को पहिलाको क्षेत्र अहिले प्रकाशमान सिंहको क्षेत्रमा उरुङ चाङ लायो र अन्य मन्त्रालयहरू सम्हालेका मन्त्रीहरूको ठाउँमा लायो। तर दुर्गम ठाउँहरू जहाँ बजेटको आवश्यक परेको छ त्यस्ता ठाउँहरूमा ध्यान दिएन र रामेछापमा, काठमाडौँमा क्षेत्र नम्बर 1 मा छुट्याएको बजेट जतिको 1% बजेट पनि चाहिँ रामेछापमा गएन भनेर चाहिँ हिजो आक्रोश पोख्नु भएको छ। हो, तपाईँले त आक्रोश पोख्नु भयो मन्त्रीज्यू,
पूर्व मन्त्रीज्यू पनि हुनुहुन्छ तपाईँ, अहिलेका मान्यज्यू, राम्रो गर्नुभयो। तपाईँ पछिल्लो समयमा नागरिकले ध्यान दिइरहेका छन्। तपाईँ आफ्नो पार्टीको टार्गेट भए तापनि, नेपाली कङ्ग्रेसको टार्गेट भए तापनि नेपाली जनताको आश हुँदै हुनुहुन्छ। तपाईँले गरेका काम कार्यहरूको तपाईँका मतदाताहरूले राम्रैसँगले मूल्याङ्कन गरिरहेका छन्। तपाईँ नडराउनुहोस्। यस्तै अन्याय अत्याचार परेको खण्डमा तपाईँ अहिलेकै खबरदारीलाई नियन्त्रण राख्नुहोस्। पार्टीभन्दा माथि उठेर तपाईँले एउटा असल नागरिकको भूमिका निर्वाह गर्नुहोस्। र त्यति गर्दा गर्दै झोले झाम्टेहरू र त्यहाँ पार्टी भनिँदैन ती क्लबका कुनै सदस्यहरूले तपाईँ माथि खनिन्छ भने त्यसको प्रतिकार गर्न नेपाली जनता र सचेत नागरिकको टिम पनि छ। यो कुरामा तपाईँले विश्वस्त रहनुहोला। तपाईँलाई विश्वस्त पनि गराउन चाहन्छु म। हामी जस्ता युवाहरू तपाईँको साथमा लाग्नेछौँ। भ्रष्टाचारको विरोध गरेकै कारणले तपाईँमाथि कारबाही हुन्छ भने त्यो कारबाही तपाईँमाथि मात्रै नभएर आम नेपाली जनतामाथि भएको हामीले महसुस गर्छौँ। हामीलाई थाहा छ। हिजो तपाईँले कुलमान घिसिङको सपोर्ट गर्दा कुलमान घिसिङलाई हटाउनु हुँदैन, राम्रो खालको चाहिँ कर्मचारी हो कुलमान घिसिङ भन्दाखेरि, होइन कार्यकारी चाहिँ राम्रो खालको चाहिँ विद्युत प्राधिकरणको चाहिँ कर्मचारी हो भनेर तपाईँले बोल्दै गर्दाखेरि तपाईँलाई पुरस्कृत गर्ने ठाउँमा यो भ्रष्ट सरकारले डन्डा चलायो र त्यसकै शिकार बन्नुभयो। तपाईँको मन्त्री पद खोसियो। त्यो कुरा पनि नेपाली जनताले बुझेका छन्। हो, त्यसपछि तपाईँलाई सत्ताधारी दल आफ्नै पार्टीबाट पनि तपाईँ सुरक्षित हुनुहुन्न भन्ने कुरा हामीलाई राम्रोसँगले थाहा छ, बुझेका छौँ र त्यो कुरामा हामीले ध्यान पनि दिइरहेका छौँ। मान्यज्यू, तपाईँले हिजो बोलेका कुराहरूमा म सहमति छु। तपाईँले गरेका कुराहरूलाई म सलोट पनि गर्न चाहन्छु। यतिको हिम्मत र यतिको दम हरेक संसदमा हुने हो भने यी भ्रष्टाचारीहरूलाई डाँडो कठाइ छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू, तपाईँ कान्छाराम जस्ता सांसदहरू, सुनिल शर्मा जस्ता सांसदहरू र तपाईँ हाम्रो चन्द्र भण्डारी जस्ता सांसदहरू, अङ्ग्रेज कुमार जस्ता सांसदहरू, ज्ञानेन्द्र साई जस्ता सांसदहरू सबै संसद हुने हो भने हाम्रो नेपाल कहाँबाट कहाँ पुग्थ्यो भन्ने कुरो नेपाली जनतालाई थाहा छ। त्यसले गर्दाखेरि नेपाली जनताको आशा भरोसाको केन्द्रहरू तपाईँहरू नै हो। जति मैले नाम लिए तपाईँहरू हो। त्यसले गर्दाखेरि तपाईँहरू त्यो आँच आउने काम नगर्नुहोला। तपाईँहरू आफ्नो अडानलाई अडिक राखेर काम गर्नुहोला। जबसम्म यो दलाली भ्रष्टाचारी र मानव तस्करले राजीनामा दिँदैन। राजीनामा आउनु मात्रै ठुलो कुरो होइन, तर त्यसको तथ्य यकिन गरेर त्यसलाई चाहिँ सत्य तथ्य के हो त्यसको छानबिन गरेर त्यसलाई कानुनको दायरामा ल्याएर र अपराधीहरू भ्रष्टाचारीहरूलाई दण्ड चलाएर तपाईँहरूले चाहिँ नेपाली जनतालाई न्याय दिनुपर्छ भन्ने पनि विश्वस्त छु म। र तपाईँको साथमा हामी छौँ। चाह्यो भने जे पनि हुन्छ मान्यज्यूहरू, तर तपाईँहरू डर धम्की तरास र केही रकम देखाएर लोभ लालच देखाउलान् ती दलालीहरूले, तर त्यहाँबाट तपाईँहरू टाढा हुनुपर्छ। जनता सधैँ तपाईँहरूको साथमा हुन्छन् र हामी छौँ। यो त रह्यो अन्य जिल्लाको कुरामा। म सोलुखुम्बु जिल्लाको भएकोले गर्दा सोलुखुम्बु ज्यूका माननीय हुनुहुन्छ महानवीर राई ज्यू र अहिले प्रधानमन्त्रीको राज्य मन्त्री पनि हुनुहुन्छ तपाईँ, र तपाईँ सेम मन्त्री भएको गृह जिल्लामा पनि हामीले सोचे अनुरूपको बजेट निकासा भएको छैन। तपाईँको के कमजोरी हो त्यो बजेट नजानुमा? के सोलुखुम्बु जिल्लालाई विकास चाहिएको छैन? सोलुखुम्बु जिल्लालाई समृद्ध चाहिएको छैन? सोलुखुम्बु जिल्लामा स्वास्थ्य चाहिएको छैन? सोलुखुम्बु जिल्लालाई शिक्षा चाहिएको छैन? सोलुखुम्बु जिल्लालाई सडक चाहिएको छैन? सोलुखुम्बु जिल्लालाई यातायात चाहिएको छैन? सोलुखुम्बु जिल्लालाई अन्य सेवा सुविधा चाहिएको छैन? अन्य विकासहरू चाहिएको छैन? अनि किन तपाईँको यस विषयमा ध्यान दिएर के त्यति बजेटले सम्भव छ? हुन त हो, थोरै बजेटले पनि धेरै कामहरू गर्न सकिन्छ अन्य मुलुक हो भने, तर यो नेपालको विश्वास छ, तर नेपालमा रहेका ती नेपाली दलालहरूको मलाई विश्वास छैन, ती भ्रष्टहरूको विश्वास छैन, ती ठेकेदारहरूमाथि म विश्वास गर्दिनँ र
र यहाँका दलाली ठेकेदारहरूसँग कमिसन खाने ती नेताहरूमाथि म विश्वास गर्दिनँ। त्यसले गर्दाखेरि यो चुहावट 100मा 100 चुहावट छ र त्यो चुहावटले गर्दाखेरि तपाईँको त्यो बजेटले सोलुखुम्बु ढान्न सक्दैन, सोलुखुम्बु ढान्न सक्दैन। र त्यसले गर्दाखेरि यो कुरामा मन्त्रीज्यूले ध्यान दिनुभएको छ कि छैन, यो कुरालाई ध्यानमा दिनु होला। र हिजो एकजना कान्छाराम मान्यज्यूले भनिसक्नुभयो यो मन्त्रालय अब अर्कोचोटि चाहिँ मैले हेर्नु नपरोस् यी भ्रष्टहरूको अनुहार र यी दुईटा उपमन्त्रीहरू उप प्रधानमन्त्रीको अनुहार देख्नु नपरोस् भनेर पशुपति र बुद्ध गौतमलाई साँची राखेर कसम खानुभएको छ रुस्टमबाटै। नेपाली जनताले पनि कसम खाने दिन आइरहेको छ र कसम खाइरहेका छन्। हामी त भन्छौँ यी भ्रष्टाचारी दुईजना मात्रै होइन, यी सम्पूर्ण भ्रष्टाचारीहरू, यी गदारीहरू र अहिले भएका यी सामन्ती मन्त्रीहरू सबैजना चाहिँ देख्नु नपरोस्, सबैजना चाहिँ अर्कोचोटि हामीलाई यस्ता चाहिएका छैनन्। 84बाट यी कुनै हालतमा नआउनै परमेश्वर भनेर हामीले चाहिँ भाकिरहेका छौँ, हामीले चाहिँ प्रार्थना गरिरहेका छौँ। यो कुरा पनि सुनिएको छ कि छैन नेपाली जनताको, यो कुरामा पनि म ध्यान आकर्षण गराउन चाहन्छु भ्रष्टहरूलाई। र यो कुरा गर्दै जाँदा सोलुखुम्बुमा अब केही समयपछि युवाहरूले आगो बाल्ने होला छौँ हामी। 8वटा स्थानीय तह छ, 8वटा स्थानीय तहमा भ्रष्टाचारी अभियान हामीले चाहिँ भ्रष्टाचारीलाई डाँडो कटाउँ अभियान सुरु गरिनेछ। भ्रष्टाचारी प्रुफ भएपछि मेरो बाउ होस्, मेरो दाइ होस्, मेरो दिदी होस्, मेरो आमा हुन्, हामी चिन्दैनौँ, भ्रष्टाचारी मात्रै चिन्छौँ। र त्यसले गर्दाखेरि भ्रष्टाचारीलाई गर्ने दण्ड सजाय के हो, त्यसको त्यो सजाय कस्तो खालको सजाय हो, त्यो अनुरूप रहेर त्यो मापदण्ड अनुसार रहेर हामी डन्डा चलाउने होला, जनकारबाही गर्ने होला हामी जनता छौँ, जुटिसकेका छौँ। त्यसले गर्दाखेरि सोलुखुम्बुमा 8वटा स्थानीय तहमै भ्रष्टाचारी विरुद्ध आवाज उठाउने सशक्त जनविद्रोह भ्रष्टाचारी विरोधी टिम अब सञ्चालन हुनेवाला छ। र त्यसले गर्दाखेरि अब तपाईँहरूको भ्रष्टाचारी गर्ने दिनहरू गइसके र हरेक स्थानीय तहमा हरेक जिल्लामा अब युवाहरूले मोर्चा बनाइरहेका छन् र बनाउनेवाला छन्। र अब त्यो मोर्चाको आगाको ज्वालाभित्र भ्रष्टाचारीहरू पर्ने सम्भव छ र त्यसमा पर्ने या नपर्ने तपाईँहरू अब सचेत हुनुहोला। यो सचेत गराउँदै सोलुखुम्बुमा अब केही समयपछि हामी आउँदैछौँ। त्यसले गर्दाखेरि सगर्व सोलुखुम्बुका युवाहरू, सोलुखुम्बु परिवर्तन गर्न चाहने युवाहरू, सोलुखुम्बु समृद्ध भएको हेर्न चाहने व्यक्तिहरू र भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ भन्ने व्यक्तिहरू र हरेक पालिकामा भएका भ्रष्टाचारहरूको खण्डन गर्ने व्यक्तिहरूले हामीलाई साथ दिनुहोला। तपाईँहरूकै साथ समर्थन र तपाईँहरूकै आशा भरोसामा हामी अगाडि बढिरहेका छौँ। र यो आग्रह पूर्वाग्रह गर्दै मेरा केही शब्दहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।